बेससन्तर जातक। भर्खर 8 वर्ष मात्र पुगेको बालक युवराज बेससन्तरले आफ्नो दान कार्य स्मरण गर्दै सोचिरहे, मेरो बचपनदेखि दान दिँदै आएको चित्तलाई मैले सन्तुष्ट पार्न सकिरहेको छैन। मेरो दान दिने प्रबल इच्छा झन झन बढ्दैछ। 5 वर्षको छँदा मैले आफ्नो सबै गहनाहरू धाईहरूलाई दिए। यसरी नै आफ्नो शरीरमा लगाइदिएका गहनाहरू सबै 9 पटकसम्म पनि उतार्दै दान दिइसके। अब त मलाई मेरो शरीर नै दान दिन मन लागिरहेको छ। मेरो मुटु, आँखा, मासु र रगत आदि जसले जे माग्छ त्यही पदार्थ शरीरबाट झिकेर दान दिन मन लागिरहेको छ मलाई। हुँदा 16 वर्षको जवानी उमेरमा पुगिसकेपछि बोधिसत्व सबै शिल्प शास्त्रहरूमा पारङ्गत भए। बेससन्तरका बुबा सञ्जय राजाले युवराज बेससन्तरलाई उनकै मामाकी छोरी मद्दी नाम गरेकी सुन्दरी केटीसँग विवाह गराई राज्याभिषेक गरिदिए। बोधिसत्व बेससन्तरले आफू राज्यमा प्रतिष्ठित भइसकेपछि प्रतिदिन 6 लाख सम्पत्ति त्याग गरी महादान दिए। केही वर्षपछि मद्दी देवीले एक पुत्र जन्माइन्। यस बालकको नाम जाली कुमार राखियो। जाली कुमार हिँडडुल गर्न सक्षम भइसकेपछि उनीले फेरि एक पुत्री जन्माइन्। यस बालिकाको नाम कृष्णाजिनी राखियो। बोधिसत्व बेससन्तर महिनाको 6 दिन अलङ्कृत हात्तीमाथि चढी दानशालामा रेखदेख गर्नका लागि जाने गर्थे। यसरी उसले आफ्नो मनको इच्छा पूर्ण हुने गरी दान पारमिता पूरा गरिरहेका थिए। एक समय कलिङ्ग राष्ट्रमा अनावृष्टि भई अनिकाल पर्यो। त्यसैले जनताहरू राजा समक्ष आफ्नो दुःख पोख्न गए। राजाले जनताहरूसँग सल्लाह माग्दा जनताले जेतुत्तर नगरका बेससन्तर राजा महादानी भएको र उसँग भएको मंगल हात्ती ल्याउन पाए कलिङ्ग देशमा वर्षा हुन सक्ने कुरा सुनाए। अनि कलिङ्ग राष्ट्रका राजाले जेतुत्तर नगरबाट सेतो मंगल हात्ती ल्याउनका लागि 8 जवान ब्राह्मणहरू जेतुत्तर नगरतर्फ पठाए। पूर्णिमाको दिन राजा बेससन्तर याचकहरूलाई दान दिनका लागि अलङ्कृत हात्तीमाथि चढी पूर्वद्वारबाट दक्षिण द्वारतर्फ अगाडि बढ्दा कलिङ्ग देशका ब्राह्मणहरूलाई देखि उनीहरूको इच्छा बुझ्दा आफ्नो मंगल हात्ती मागेको कुरा थाहा पाए। तब उनले विचार गरे, मैले आफ्नो टाउकोदेखि आफ्ना शरीरका हरेक भाग त दान दिन तयार भइरहेको व्यक्ति हुँ, तर यिनीहरूले मेरो शरीरका भाग होइन बाह्य वस्तु मागिरहेका छन्। यिनीहरूको इच्छा पूरा गर्नु मेरो कर्तव्य हो। यति विचार गरी राजा बेससन्तरले आफू हात्तीबाट ओर्लेर अमूल्य गहनाहरूले झकाउ भएका हात्ती दान दिए। हात्तीको साथै त्यस हात्तीलाई देखभाल गर्ने माउतेहरू पनि दान दिए। जब यस मंगल हात्ती दान दियो तब देशभरि हलचल मचियो। सारा नगर आकुल व्याकुल भई ठूलो हल्ली खल्ली मचियो। ब्राह्मण याचकहरूले मंगल हात्ती लगेको देखेपछि जेतुत्तर नगरवासीहरू क्रोधित भई राजा समक्ष विरोध जुलुस गई यसरी कराउन थाले। अन्न, वस्त्र, शयनासन आदि चीज वस्तुहरू त याचक ब्राह्मणहरूलाई दान दिन योग्य छ, तर युवराज बेससन्तरले कुल परम्परादेखि रक्षा गरी राखिएको देशको रक्षक मंगल हात्तीलाई दान दियो, जुन हात्ती देशको अमूल्य सम्पत्ति हो। यो हात्ती रहेन भने हाम्रो देश दुर्भिक्ष हुन सक्छ। यस्तो अमूल्य लक्षणले भरिएको हात्ती दान दिएर हाम्रो राज्य कसरी रक्षा हुन सक्छ? अब यो राज्यको कुन गति हुने हो कुन्नी? यदि तपाईले नागरिकहरूको कुरा सुन्नु भएन भने तपाईको छोरा बेससन्तर सहित तपाईको राज्य समेत शिवी नगरका जनताहरूले हात पार्नेछन्। जनताहरूको यस्तो विरोध आवाज सुनि राजा सञ्जयले विचार गरे, अवश्य पनि यिनीहरूले मेरो छोरो बेससन्तरलाई हत्या गर्नेछन्। यस्तो विचार गरी राजा डराई प्रजागणसँग युवराज बेससन्तरको जीवन दान मागी प्रजागणको राय माग्न तयार भए। अनि मंगल हात्ती दान दिएको दण्ड स्वरूप बेससन्तरलाई नगरबाट निकाल गरी बङ्क पर्वतमा पठाइदिने निर्णय गरियो। मंगल हात्ती दान दिएको फलस्वरूप आफूलाई प्रजागणको तर्फबाट नगर निकाला गरिएको खबर सुनि युवराज बेससन्तरले विचार गरे, बुद्धत्व प्राप्तिको लागि आफ्नो शरीरका मासु, रगत, आँखा र प्राण समेत पनि दान दिन तयार भइरहेको मैले हीरा, मोती, सुन, चाँदी इत्यादि बाह्य पदार्थहरू मात्र दान दिएसम्म कुनै ठूलो कार्य गरेको ठान्दिन। जनताले मलाई दान दिएको कारणले नगर निकाला मात्रको के कुरा, मृत्यु दण्ड नै दिए पनि मेरो चित्त दान दिने कार्यबाट कदापि विचलित हुने छैन।
तैपनि बेसासन्तरले जनताहरू समक्ष आफ्नो एक शर्त राख्यो। मैले जनताहरूसँग भोलि एक दिन यस नगरमा रहन पाउने माग राखेको छु, किनभने मैले भोलि एक दिन भए पनि सत दान दिई नगर बाहिर जाने निर्णय गरेको छु। युवराज बेसासन्तरको यस मागलाई जनताहरूले स्वीकार गरे। आफ्ना स्वामी बेसासन्तर राज्य त्यागी बङ्क पर्वतमा जाने कुरा सुनेपछि मद्दी रानीले पनि आफ्ना छोरा जालीकुमार र छोरी कृष्णाजिनी सहित आफ्ना स्वामीको साथ गई बङ्क पर्वतमा जीवन गुजार्ने साहस गरिन्। उता राजा सञ्जयकी महारानी बेसासन्तरकी माता फुसती देवीले आफ्नो दानी पुत्र बेसासन्तरलाई नगरबाट निकाला गरिने खबरले शोकाकुल भई राजा समक्ष यस कार्यको विरोध गरिन्। तब राजाले उनीलाई सम्झाउँदै भने, भो रानी, मलाई मात्र आफ्नो पुत्र बेसासन्तर मन नपरेको होइन, मेरो राज्य भन्दा पनि मलाई मेरो पुत्र बेसासन्तर बढी प्रिय छ। तर के गर्नु, हामी राजाहरू जनताहरूका सहमति अनुसार चल्न सक्नुपर्छ, यो हाम्रो कर्तव्य हो। त्यसैले पहिलादेखि चलिआएको शिवी राज्यको झण्डा र शिवी राज्यका जनताका रायलाई गौरव र सम्मान राखी आफ्नो कर्तव्य र धर्म पालन गर्दै आज मैले आफूलाई अति मन पर्ने पुत्र युवराज बेसासन्तरलाई समेत नगरबाट निकाला गर्न लागिरहेको छु। कुनै कारण पनि मैले आफ्ना जनताहरूको इच्छालाई असन्तुष्ट पार्न सक्दिनँ। प्रजागणलाई सन्तोष पारी उनीहरूको चित्त बुझाउनु नै हाम्रो धर्म हो। राजा भएर मैले प्रजागणको रायतर्फ बढी ध्यान दिनुपर्छ। योग्य अयोग्य धर्म र अधर्म उनीहरूले नै बुझ्नेछन्। यो कुरा सुनि महारानी फुसती देवीले ज्यादै विलाप गरिन्। महारानीको विलाप सुनि राजभवनका अरू पनि थुप्रै सदस्यहरूले दरबारै थर्किने गरी विलाप गरे। भोलिपल्ट युवराज बेसासन्तरले याचकहरूलाई सप्त शत दान दिई आफ्ना पिता र मातासँग नगर त्याग्न अनुमति मागे। आमा बुबालाई दण्डवत गरी राजभवनबाट निस्केर रथमा बसे। राजा रानी दुवैलाई दण्डवत गरी मद्दी रानीले शोक नगर्न आग्रह गर्दै आफ्ना छोराछोरी सहित रथमा बस्न गइन्। यस रथमा बसिसकेपछि बेसासन्तरले आफूलाई भेट्नका लागि पताङ्गरीमा जम्मा भइरहेका राजभारदार सहित प्रजागणहरूसँग बिदा लिए आफूसँग भएका वस्तुहरू दान दिँदै सबैलाई आशीर्वाद दिँदै रथ अगाडि सारे। आफूलाई नगर बाहिरसम्म पुर्याउन आएका साथीहरू, मन्त्रीमण्डल तथा 60,000 सैन्यहरू र अन्य लाभा लस्करहरूलाई बीच बाटोमा बिदा दिई फर्काइसकेपछि बेसासन्तरले आफ्नी श्रीमती मद्दी देवीलाई भने, भो मद्दी, कोही याचक ब्राह्मणहरू पछाडि आइरहेको देख्यो भने मलाई खबर गर्नु। यति भनी रथ अगाडि सार्यो। युवराज बेसासन्तरले सप्तशतीका दान दियो भन्ने खबर सुनि दान दिन भनी आएका 4 जवान ब्राह्मणहरूले समयमै उक्त दान दिन आउन नभ्याएका रहेछन्। त्यसकारण अबेला आइपुगेका ती ब्राह्मणहरूले युवराज बेसासन्तर रथमा बसी जङ्गल गइसकेको खबर सुनि रथमा रहेका घोडाहरू भए पनि दान लिने इच्छाले दगुरे। मद्दी रानीले ब्राह्मणहरू हस्याङ फस्याङ गर्दै हतारिँदै आइरहेको देखि बेसासन्तरलाई यो सूचना दिइन्। बेसासन्तरले रथ रोकी ती ब्राह्मणहरूलाई उनीहरूको पछाडि आइरहनुको कारण सोधे। उनीहरूले सबै कुरो बेली विस्तार लगाई रथका 4वटा घोडाहरू मागे। बेसासन्तरले रथबाट ओर्ली खुसी साथ ती घोडाहरू दान दिए। केही बेरपछि त्यसरी नै अरू याचक ब्राह्मणहरू आई बाँकी रहेको रथ पनि लगे, रथ पनि मागे। अनि बेसासन्तरले मद्दी देवी र छोराछोरी दुवैलाई रथबाट ओह्राली खुसी साथ घोडाहरू नभएको रथ पनि दान दिई पठाए। त्यसपछि बेसासन्तरले आफ्नै रानी मद्दी देवीलाई भने, भो मद्दी, जब अब हामी जङ्गलमा प्राकृतिक सौन्दर्य हेर्दै यी छोराछोरी दुवैलाई हामीले नै बोकेर बिस्तारै हिँड्नेछौँ। यति भनी छोरी कृष्णाजिनीलाई मद्दी रानीले र छोरा जालीकुमारलाई बेसासन्तरले बोकी दुःख सुखका कुरा गर्दै पैदल यात्रा गरे। बाटोमा हिँडेका बटुवाहरूलाई समय समयमा बङ्ग पर्वत कति टाढा पर्छ भनी सोद्धा उनीहरूले ज्यादै करुणा दृष्टिले हेर्दै भन्ने गर्थ्यो, धेरै टाढा पर्छ, हो कहिले पुग्नुहुन्छ होला तपाईहरू यी बाल बच्चाहरू बोकी। बाटोमा दायाँ बायाँ विभिन्न फलहरू फलिरहेको हुन्थ्यो। वनको रमणीय दृश्य हेर्दै छोराछोरीले खान मागेका रसिला फलहरू टिपेर दिँदै आफूहरूले पनि खाँदै युवराज बेसासन्तर र मद्दी देवी समय समयमा रुखका शीतल छहारीमा विश्राम गर्थे। यसरी दुःख सुखका कुरा गर्दै 4 जवान सदस्यका यी
सुखी परिवार फलफुल खाँदै आफ्नो जीविका निर्वाह गरी गन्तव्य स्थानतिर पाइला सार्ने गर्थ्यो। जाँदा जाँदा उनीहरू बेसासन्तरको मामा घर चेत राष्ट्रमा पुगियो, तर उनीहरू चेत राष्ट्रको नगरभित्र चाहिँ पसेनन्। नगर बाहिर एक सत्तलमा विश्राम लिएर बसे। चेत राष्ट्रका कुनै महिलाहरू कारणवश आफ्नो काम धन्दा सकाएर आफ्नो नगरभित्र पस्न लाग्दा नगर बाहिरको एक सत्तलमा मध्य देवीलाई देख्ने बित्तिकै उनीहरूलाई शङ्का लागि सोधपुछ गर्दा बेसासन्तर राजकुमारको सपरिवार भनेर थाहा पाए। अनि यो खबर चेत राष्ट्रभित्र पुग्यो। त्यसपछि चेत राष्ट्रका राजा सहित अन्य कर्मचारीहरू पनि आई बेसासन्तर समक्ष यथार्थ कुरा बुझे। सबै कुरा बुझिसकेपछि चेत राष्ट्रका नरेशले बेसासन्तरलाई बङ्क पर्वत नगई चेत राष्ट्रमा नै बसी राज्य चलाउन आग्रह गरे। तर राजकुमार बेसासन्तरले यो कुरालाई इन्कार गर्दै भने, यदि मैले आफ्नो कर्तव्य पालन नगरी बङ्क पर्वतमा श्रमण धर्म पालन गरी बसेन भने यसको परिणाम नराम्रो हुनेछ। यसले भविष्यमा चेत राष्ट्र र जेतुत्तर राष्ट्रबीच अनाहक कलह सृजना भई परस्पर शत्रुता बढ्न सक्नेछ। आफूले दिइसकेको वचनलाई पूरा गरेर देखाउनु सबै सत्पुरुषहरूको कर्तव्य र धर्म हो। बोधिसत्व बेसासन्तरको यस्तो आदर्शले युक्त भावनालाई बुझी चेत राष्ट्रका मानिसहरूले बोधिसत्व बेसासन्तर सहित परिवारलाई एक रात मात्र भए पनि भव्य रूपमा अतिथि सत्कार गरे। भोलिपल्ट चेत राष्ट्रका 60,000 जवान क्षत्रिय परिवारहरूले बेसासन्तर सपरिवारलाई चेत राष्ट्रदेखि 15 योजन मार्गसम्म पुर्याउन गए। त्यहाँबाट बङ्ग पर्वतसम्म पुग्नको लागि बाँकी रहेको 15 योजनको मार्गबारे बेसासन्तर कुमारलाई राम्ररी निर्देशन दिए। उहाँको प्रवर्जित जीवनको सफलताको कामना गरी उनीहरू चेत राष्ट्र फर्किनु अगाडि उनीहरूले बेसासन्तरको रक्षाका लागि जङ्गल बाहिर एक चालक चेतपुत्रलाई बङ्ग पर्वतदेखि 15 योजन यता बसी पहरा दिइरहन आदेश दिई फर्के, ताकि दुष्ट स्वभावका मानिसहरूले बङ्ग पर्वतसम्म पनि पुगी बेसासन्तर समक्ष दान लिन गई अनाहकमा दुःख नदियोस् भनी। बोधिसत्वले पनि चेत राष्ट्रका नागरिकहरूले देखाएका मार्ग अनुसार गर्दै 15 योजनको दूरीमा रहेको बङ्ग पर्वत पुग्नुभयो। बङ्ग पर्वत स्थित आश्रममा पुगी आफ्नो राज्य वस्त्र त्यागी तपस्वी भेष धारण गर्नुभयो। यसरी नै क्रमशः मध्य देवी जालीकुमार र कृष्णजिनीलाई पनि तपस्वी भेष धारण गराइयो। यसरी तपस्वी भेष धारण गरिसकेपछि मध्य देवीले दिनहुँ आफ्नो परिवारको लागि जङ्गलमा फलफुल टिप्न जाने गरिन् भने तपस्वी बेसासन्तरले आफ्ना छोराछोरीलाई हेर विचार गरेर बस्ने गर्न थाले। बङ्ग पर्वतमा रहेको 7 महिना बितिसकेपछि एक दिन कलिङ्ग देश स्थित दुन्नीवट्ट गाउँका जुजक ब्राह्मण आफ्नै पत्नी अमित्रतापनको करकापमा परि दानी बेसासन्तरकी पुत्र पुत्री जालीकुमार र कृष्णजिनीलाई आफ्नी श्रीमतीको दास बनाउने उद्देश्यले बेसासन्तरका पुत्र पुत्री दान लिनको लागि एक दिन बङ्ग पर्वत आइपुगे। त्यसबेला मध्य देवी फलफुल टिप्नका लागि वनमा गइरहेकी थिइन्। जालीकुमार र कृष्णजिनी आफ्ना खेलौनाहरू अगाडि राखी खेलिरहेका थिए। जुजक ब्राह्मणलाई देखि बेसासन्तरले बङ्ग पर्वतसम्म कष्ट उठाइ आउनुको कारण सोधे। जुजकले भने, भो दानी बेसासन्तर, मलाई रुपैयाँ पैसाको आवश्यकता त छैन। म बुढो भए, त्यसैले मेरा केही कामहरू गराउनका लागि तपाईँका छोराछोरीहरू माग्न आएको छु। यदि तिमीले यो इच्छा पूरा गरिदिनु भएमा तपाईँले म प्रति ठुलो उपकार गरेको ठहरिनेछ। ब्राह्मणको यति कुरा सुनेपछि बेसासन्तरको मन अति आनन्द र प्रसन्न भयो। उसले खुसी हुँदै भन्यो, हो ब्राह्मण, तिमी मेरा छोरा र छोरीका मालिक भयो। मैले तिमीलाई मेरा छोरा र छोरी दुवैजना दान दिने भए, तर यिनीहरूका आमा मध्य देवी फलफुल टिप्नका लागि बिहानदेखि जङ्गलमा गइरहेकी छिन्। उनी साँझ पख आउने छिन्। त्यसैले उनी नाउन्जेल कुरी मेरा पुत्र र पुत्री दान लिई आजको रात यहीँ बिताएर उनीले ल्याएको गुलिया र रसिला फलफुलहरू खाई भोलि बिहानी पख मात्र फर्कनुहोस्। बेसासन्तरले मैत्रीपूर्वक अनुरोध गरेको कुरालाई जुजकले स्वीकार गरेनन्। उसले विचार गर्यो, यी बच्चाहरू दान लिने सुवर्ण मौका त अहिले नै हो। जब यिनका आमा जङ्गलबाट फर्किने छिन् तब आमाको हृदय बच्चा त्याग्न मान्ने छैन। बच्चाहरू पनि आमाको न्यानो माया त्यागेर मसँग जान मान्ने छैनन् र मेरो योजनामा अवरोध आउनेछ।
त्यसैले यी बच्चाहरूका आमा फर्किनु अगाडि नै दान लिएर भागिहाल्नु उचित हुनेछ। यति विचार गरी जुजक ब्राह्मणले जाली कुमार र कृष्णजिनीलाई सकेसम्म चाँडै दान दिन आग्रह गरे। अनि वेशसन्तरले बाध्य भएर बच्चाहरूलाई मध्य देवी जङ्गलबाट फर्किनु अगाडि नै दान दिनको तर्खर गर्न पर्यो। आफ्ना छोरा र छोरीलाई जुजक ब्राह्मणले आफ्ना बुबा राजा सञ्जयसम्म लगेको खण्डमा जुजक ब्राह्मणहरूले थुप्रै पुरस्कार पाउने हुनाले जुजक ब्राह्मणलाई पनि भलो हुने र आफ्ना छोरा छोरीले पनि दुःख नपाउने विचार गरी वेशसन्तरले जुजक ब्राह्मणलाई यस कुराबारे अनुरोध पनि गरे। तर जुजक ब्राह्मणले यस अनुरोधलाई पनि इन्कार गर्दै भने, भो वेशसन्तर, मैले तिमीले भनेको कुरा मान्न सक्दिन। मलाई राजाले दिने धन र पुरस्कारको आवश्यकता छैन। मलाई त यी बच्चाहरू सकेसम्म छिटो लागि मेरी गृह ब्राह्मणीको काम सघाउन पाए पुग्छ। जुजकको यस्तो कडा वचन सुनि जाली र कृष्णजिनी ज्यादै डराए। जुजक ब्राह्मणको डरलाग्दो रूप र कडा विचास र नराम्रो स्वभाव देखि तर्सेका जाली कुमार र कृष्णजिनी पोखरीको किनारामा गई कमलको पातले छोपी लुकिरहे। जब वेशसन्तरले उनीहरू दुवैलाई लुकिरहेको स्थानबाट खोजी फेला पारे तब उनीहरू दुवैले डराउँदै वेशसन्तरको दायाँ र बायाँ खुट्टा बेसरी समाति रुँदै भने, बुबा आमा जङ्गलबाट फर्किनु भएको छैन। आमा नाउन्जेले यहीँ बसी उहाँको मुख एकपटक मात्र हेरी जान पाए हुन्थ्यो। वेशसन्तरले आफ्नो आँसु पुछेर मन धैर्य गर्दै भने, मेरा छोरा र छोरी हो, तिमीहरूले म एक दान गर्ने दानी व्यक्ति भनेर थाहा पाएका नै छौ। मेरो काम नै दान दिनु हो। त्यसैले तिमीहरूले मेरो मनोरथ पूर्ण हुने काम गरिदेऊ। यति भनी आफ्ना छोरा छोरीहरूको चित्त प्रसन्न पार्दै धैर्य दिए। आश्रमतिर लागि पानीले भरिएको कमण्डल लिए यसरी प्रार्थना गरे, भो ब्राह्मण, मेरा यी छोरा छोरी दान दिएको कारणले मैले बुद्धत्व प्राप्त गरी जगतका प्राणीहरूलाई उद्धार गर्न सकूँ। भो जुजक ब्राह्मण, मैले मेरा यी छोरा छोरीहरूलाई मन नपरेर दान दिइरहेको होइन। यी छोरा छोरीहरू मलाई मेरो मुटु र आँखाहरू भन्दा पनि प्यारा छन्। अझ यी छोराछोरीहरू भन्दा पनि सयौं हजारौं र लाखौं गुणा बढी बुद्धत्व नै प्रिय छ। त्यसैले मैले यी पुत्र पुत्रीहरूलाई बुद्धत्व प्राप्तिको खातिर दान गर्दैछु। यदि भनी वेशसन्तरले कमण्डलको पानी बहाउँदै पुत्र पुत्री दान दिए। दान दिइसकेपछि बोधिसत्वले मनमा नै प्रीति उत्पन्न गरी आहो मेरो दान भन्दै आफ्ना पुत्र पुत्रीहरूको अनुहार निहालिरहे। त्यसपछि जुजक ब्राह्मणले वनमा गई रुखका लामा लामा लहराहरू काटी ल्याएर त्यसको डोरी बनाई वेशसन्तरका पुत्र पुत्रीहरूका साना कलिला हातहरूमा बाँधी तान्दै घिसार्दै लगे। यस दृश्यलाई वेशसन्तरले धैर्य गर्दै सहेर ठुलो हेरिरहे। वेशसन्तरका पुत्र पुत्रीहरू जुजक ब्राह्मणको अभद्र व्यवहार देखेर ज्यादै तर्से। ती दुई बालकहरू डरलाग्दो ब्राह्मणको यस्तो अशोभनीय व्यवहार देखेर उसँग जान नमानेपछि जुजक ब्राह्मणले ती दुवै बालबालिकाहरूलाई निर्दयतापूर्वक रुखका लत्ताहरूले पिट्ने गर्थे। यसरी निर्दयतापूर्वक ती निर्दोष बालबालिकालाई घिसार्दै र पिट्दै लगेको दृश्यले वेशसन्तरलाई धेरै छटपटायो। एकछिन त उसले आफूलाई धैर्य गर्न सकेन र जुजक ब्राह्मणलाई एकातिर हटाएर ती निर्दोष बालबालिकालाई आफैले फिर्ता ल्याउने मन लाग्यो। तर तुरुन्त होस सम्हाली आफ्नो चित्तले धैर्य गर्दै जबरजस्ती सहेर बसे। अचानक जुजक ब्राह्मण लडखडाई लडे। यही मौका पारी जाली कुमार र कृष्णजिनीले आफूलाई बाँधि राखेको डोरी फुकाली दगुर्दै आफ्ना बुबा वेशसन्तर कहाँ भागे। जुजक ब्राह्मणदेखि थरथर कापिरहेका ती बाल बालिकाहरूलाई एकछिनमै जुरमुराउँदै उठेर जुजक ब्राह्मणले फेरि साउँदै राता आँखा पारेर तान्न आए। अनि जाली कुमार र कृष्णजिनीले आफ्ना बुबा वेशसन्तर समक्ष विलाप गर्दै भने, पिता, हाम्रा माता जंगलबाट फर्किनु हुँदै उहाँले हामीलाई नदेखेपछि जब विरह हुनुहुन्छ तब कृपया तपाईले उहाँलाई हाम्रो खेलौनाहरू, हात्ती, घोडा इत्यादि दिई फकाउनुहोस्। हाम्रो माता हामी नदेखेपछि कति रुने होला। आज हामी खेल्ने पोखरी, आश्रम, हाम्रो खेलौनाहरू, यी फलफुलहरूका बोटहरू र हाम्रा आमा बुबाहरू सबैलाई त्यागेर जान परिरहेको छ। यसरी विरह गरिरहेका बालबालिकाहरूलाई जुजक ब्राह्मणले रिसले दारा किट्दै, तिमीहरू त खुब भाग्न जानेका रहेछौ होइन भन्दै हातमा डोरीले बाँधी फेरि तानेर पिट्दै लगे। यस दृश्यलाई मौन भएर हेरिरहेका वेशसन्तरलाई उसका पुत्र पुत्रीहरूले भने, पिता, यस ब्राह्मणले हामीलाई उसका दास दासीहरूलाई जस्तै निर्दयतापूर्वक पिटिरहेका छन्। यो मान्छे त ब्राह्मण जस्तो पनि छैन। ब्राह्मणहरू त धार्मिक हुनुपर्ने होइन र यो त कुनै एक
यक्ष जस्तो छ, जस्तै छ, यसले त हामीलाई मारेर खानका लागि लगिरहेको जस्तो छ। तपाईले किन केही पनि विरोध नगरी फेरि मात्र रहनु भएको? तपाईलाई हाम्रो माया लाग्दैन र यस्तो शास्ति नगर्नु भनी किन रोक्नु भएन? यस ब्राह्मणलाई आफ्ना यस्तो शास्ति नगर्नु भनी किन रोक्नु भएन? यस ब्राह्मणलाई आफ्ना पुत्र पुत्रीहरूको दयनीय करुण विलापले भरेको स्वर सुनि बेसासन्तरको मनमा ठूलो शोक उत्पन्न भयो। एक मनले त ती निर्दोष बालबालिकालाई निर्दयतापूर्वक बाँधेर पिट्दै लगेका त्यस ब्राह्मणलाई ठूलो सजाय दिउँ कि क्या हो भन्दै आफ्नो शक्ति प्रयोग गर्न मन लागेको थियो। तर यो विचार उचित होइन। यो त आफ्नो पुण्य कार्यको लागि मार्गको रूपमा बाधक बन्दै आइरहेको विचार हो भन्ने ठानी आफ्नो मनलाई दृढतापूर्वक संयम गरी आफ्नो आश्रमभित्र पसे। आश्रमभित्र गई बेसासन्तरले यसरी विरह गरे, हरे ती बच्चाहरूलाई तिर्खा भोक लाग्ने बेला अब कसले खुवाउँदछ होला? तिनीहरूलाई बग्गी र घोडा मात्र चढेर गइरहेका ती बच्चाहरूले आज कसरी यत्रो बाटोबाट पैदल हिँडेर जान्छन् होला? उनीहरूका ससाना खुट्टाहरू सुन्निएर आउने बेला र थकाइ लाग्ने बेला उनीहरूलाई कसले बोकिदेला र त्यस्ता सुविनीत निर्दोष बालबालिकालाई मेरै अगाडि त्यसरी शास्ति गरी पिटेर लाँदा उनीहरूलाई कति लाज मर्दो भयो होला? यस्तो हृदय विदारक दृश्य हेरेर पनि केही गर्न नसक्ने पङ्गु जस्तो भई घाँटीभित्र बल्छी अड्किएको माछाको रूपमा बसिरहनु परेको छ मलाई। यस्ता निर्दोष बालबालिकाहरूलाई पिट्ने त्यस ब्राह्मणको कस्तो कठोर मन होला? यो ब्राह्मणले त मेरा छोराछोरीलाई अति नै कष्ट दिई शास्ति गर्दैछ। यस ब्राह्मणलाई त अहिले नै गई तरवारले 2 टुक्रा पारी मेरा प्यारा छोराछोरीलाई फर्काएर ल्याउनु राम्रो हुनेछ। यति विचार गरी बसिरहेको बोधिसत्व बेसासन्तरको अर्को मनले फेरि यसरी सोच्न थाल्यो, अहो दान दिइसकेको बालबालिकाहरूलाई दुःख कष्ट भयो भन्दै आफूले दान दिएको कार्यबारे पश्चाताप गर्ने बानी उचित होइन। यो त सत्य धर्म पनि होइन। कुनै पनि बोधिसत्वले धन, अङ्ग, प्राण, श्रीमती तथा छोराछोरीहरू दान नदिकन सम्यक सम्बुद्ध हुनै सक्दैन भने म पनि त सम्यक सम्बुद्ध बन्ने बोधिसत्वहरू मध्ये एक हुँ। त्यसैले मैले पनि धन, अङ्ग, प्राण, श्रीमती तथा छोराछोरीहरू समेत दान नदिकन सुख नै छैन। यसरी विचार गरी हे बेसासन्तर, तिमीले छोराछोरीहरू दान दिने बेला उनीहरूलाई दुःख कष्ट हुनेछ भनेर कसरी थाहा नपाएको? दान दिइसकेपछि छोराछोरीहरूलाई दुःख कष्ट भयो भने अहिले तिमीले दान लिने याचक ब्राह्मणलाई नै मार्छु भनी सोच्नु कतिको उचित कुरो हो? दान दिइसकेपछि चित्त दुखाई पश्चाताप गर्नु त सत्य धर्ममा रहने व्यक्तिहरूको स्वभाव धर्म होइन। दान दिइसकेका ती बालबालिकाहरू प्रति तिम्रो कुनै हक छैन। अब ती बालबालिकाहरू त तिम्रा होइनन्। त्यसैले फेरि एकपटक तिमीले मेरो सन्तानलाई यस्तो गर्यो उस्तो गर्यो भनी मनमा राखी माया जालले बाँधिएर त्यत्रो पवित्र दान कार्यमा कलङ्क लगाउन खोजेको? यो दुःख र शोक हुनुको मुख्य कारण नै तिम्रो प्रेम र स्नेहले भरिएको चित्तलाई दमन गरी बसमा राख्न नसक्नु हो। यस्तो स्नेह नाश गरी मध्यस्य भएर रहनु पर्यो भन्ने सोची बेसासन्तरले आफैलाई उपदेश दिई चित्त दृढ र धैर्य गरी पर्णशालाबाट बाहिर निस्की आँगनको फराकिलो ढुङ्गामा कञ्चनको मूर्ति जस्तै भएर बस्नुभयो। साँझपख मध्य देवी हतार जङ्गलबाट आश्रमतर्फ फलफुल बोकी आइन्। त्यस दिन पूर्णिमाको दिन रहेछ। सधैँ जसो जुन ठाउँमा जाली र कृष्ण जानी उनको बाटो हेर्दै पर्खिरहने गर्थ्यो त्यस ठाउँमा आज शून्य देखियो। यो देखि उनीले सोचिन्, पहिला भए मेरा पुत्र पुत्रीहरू धुलोमा लटपटिएर यस स्थानमा बाछा बाछीहरूले आफ्नी आमा गाईको आशा लिएर बसे, जस्तै गरी मेरो बच्चाहरूले पनि मेरो बाटो हेरेर बसिरहन्थे। जसरी चल्लाहरू बच्चाहरू आफ्ना आमा चल्लालाई देख्ने बित्तिकै कान ठाडो पार्दै गर्दन लामो पारी चनाखा भएर बस्थे, त्यसरी नै मेरा छोराछोरीहरू मेरो मुटु नै न्यानो पारी म नआउन्जेलसम्म यस स्थानमा कुरिरहने गर्थे। तर आज यस स्थानमा कुकुर एउटा पनि देखिएन।
पहिला पहिला भए मलाई देख्ने बित्तिकै ढगुरेर आए, मेरो शरीरमा लटपटिन आउने मेरा छोरा छोरीहरू आज सुनसान हुने गरी कहाँ गए होलान्। उनीहरूका खेलौनाहरू त त्यसै फालाफाल भइरहेका छन्। आज हिजो अस्ति जस्तै आश्रम वरिपरिको वातावरण रमाइलो देखिँदैन। हृदय डरलाग्दो र मन नै खिन्न पार्ने खालको वातावरण छ। आज के भएको यो? आज त मलाई एकदम नरमाइलो लाग्दैछ। यसरी विलाप गर्दै मद्दी देवी चुपचाप एकान्त ठाउँमा बसिरहेका वेशसन्तर समक्ष पुगिन्। आफ्ना श्रीमान वेशसन्तर समक्ष पनि आफ्ना छोराछोरीहरू नदेखेपछि उनी चुप लागेर बस्न सकिनन् र वेशसन्तरलाई सोध्न पुगिन्, भो स्वामी, आज तपाईँ किन नबोली चुपचाप बसिरहनु भएको? वनका पशु पन्छी पनि चुपचाप बसिरहेका छन्। के हाम्रा छोराछोरीहरूलाई बाघ भालुले खाए कि क्या हो? अर्थात् उनीहरूमाथि कुनै दुर्घटना त घटेन? खेल्न गएका उनीहरू अहिलेसम्म किन फर्किनन्? तपाईँले उनीहरूलाई कतै पठाउनु त भएन? मद्दी देवीको यतिका प्रश्नहरूमध्ये एउटा प्रश्नको पनि उत्तर दिन तयार भएन वेशसन्तरले। यो देखि मद्दी देवी झन हतारिन् र फेरि सोधिन्, किन नबोल्नु भएको तपाईँले? मेरो तर्फबाट कुनै भूल त भएन तपाईँमाथि? मेरो केही गल्ती त भएन? वेशसन्तरले केही जवाब दिएन। अनि मद्दी देवीले आफ्ना छोराछोरीहरू जहाँ जहाँ खेल्ने गर्थे त्यहीँ गए उनीहरूलाई खोज्न पुगे, तर कहीँ कतै पनि भेटाउन नसकेपछि हरेस खाँदै विलाप गर्दै फर्किन्। यसरी शोक र पीडले गलिसकेकी मद्दी देवीको छोराछोरीलाई बोलाउँदै स्वर नै सुकिसकेको थियो। उनको शरीर थकाइले आलस्य र क्लान्त भइसकेको थियो। अनि उनी पातहरू पहेँलो भई ओइलिएर गलिसकेको केराको बोट ढले जस्तै वेशसन्तरको सामु मूर्छा परेर ढलिन्। यसरी आफ्नो अगाडि मद्दी देवी मूर्छा परि हिउँ जस्तो चिसो भएकोले वेशसन्तरले मद्दी देवीको मृत्यु भयो भन्ने ठानेर शोक गर्दै मद्दी देवीलाई हेर विचार गर्न पुगे। वेशसन्तर परिवार बङका परिवारमा बसी जीविका गर्दै आएको 7 महिना बितिसक्यो। त्यस बेलादेखि वेशसन्तरले समन धर्म पालन गरेर आइरहेको थियो। तर यस्तो आपद आइपर्दा हडबडीले गरेर वेशसन्तरले आफ्नो तपस्वी भाव पनि बिर्सन पुगेर मद्दी देवीले सास फेरिरहेको छ छैन भनी हेर्नको लागि उनको शरीरमा स्पर्श गर्न पुगे। यसरी बाँचिसकेपछि मद्दी देवी मूर्छा मात्र भएकी भन्ने कुरा थाहा पाउने बित्तिकै आफ्नो कमण्डलको पानीले मद्दी देवीको मुखमा छर्कन थाल्यो। अनि मद्दी देवीको बिस्तारै होस आउन थाल्यो। राम्ररी होस आउने बित्तिकै उनी हत्तर पत्तर उठी आफ्नो वस्त्र सम्हाल्दै वेशसन्तरको पाउ ढोगिन्। पछि उनीले फेरि आफ्ना छोरा र छोरीलाई सम्झेर प्रश्न गर्न थालिन्, भो नाथ, हाम्रा पुत्र र पुत्री कहाँ गए? अनि वेशसन्तरले भने, भो देवी, हाम्रा छोरा छोरीलाई तिमी वनमा गइरहेको बेला एउटा याचक ब्राह्मणको हातमा दान दिएर पठाइसके। त्यस ब्राह्मणलाई तिमी नाउन्जेल कुरिरहनको लागि आग्रह पनि गरेको थिए, तर उसले मानेन। तर तिमीले यसमा चित्त दुखाउनु पर्दैन। सत्पुरुषहरूले आफ्नो घरको सविज्ञान वा अभिज्ञान पदार्थ दान दिँदा चित्त दुखाउँदैनन्। ती महापुरुषहरूले उत्तम निर्वाण मुक्ति प्रार्थना गरी आफ्नो मुटु झिकेर दान दिनको लागि पनि पछि हट्दैनन्। त्यसैले तिमीले यसमा कुनै अफसोस नगर्नु। मेरो श्रेष्ठ दानचर्यालाई तिमीले अनुमोदन गर्नु। वेशसन्तरको प्रेमपूर्ण र दयाले भरिएको कुरा सुनि मद्दी देवीले भनिन्, भो स्वामी, तपाईँले हाम्रा छोराछोरीहरू दान दिनुभएको सुनि मेरो मन खिन्न भएको छैन। यस सर्वोत्तम दानलाई मैले सहर्षपूर्वक अनुमोदन गरे। तपाईँ पनि प्रसन्न रहनुहोस्, कति पनि शोक र पश्चाताप नगर्नुहोस्। अझ तपाईँको इच्छा पूर्ण हुने गरी यो भन्दा पनि बढी दान गर्नुहोस्। याचकहरूको मन प्रफुल्ल पार्दै दान दिनुहोस्। यति भन्दै उनीले दान अनुमोदन गरी, धन्य धन्य तपाईँको दान, धन्य तपाईँको याचकहरूको लागि महाकरुणा, साधु साधु भन्दै हर्ष प्रकट गरिन्। यसरी वेशसन्तर र मद्दी देवीले आफ्नो दान कार्यलाई अनुमोदन गर्दै मन प्रफुल्ल पारी दिन बिताए। भोलिपल्ट फेरि एकजना ब्राह्मण वेशसन्तरको अगाडि याचकको रूपमा उभिन आए। वेशसन्तरले उसलाई कारण सोद्धा उसले यसरी भने, भो वेशसन्तर, म धेरै वृद्ध भइसके, त्यसैले तपाईँकी रानी मद्दी देवीलाई दान लिन आए। यो कुरा सुन्ने बित्तिकै वेशसन्तरले त्यस याचकलाई खुसी हुँदै भने, भ्रो ब्राह्मण, मैले तिमीलाई मद्दी देवी दान दिने भए मसँग भएका वस्तु मैले लुकाइ राख्न चाहदिन। दान लिन आउने व्यक्ति मात्र भए मैले आफ्नो मुटु समेत झिकी दान दिन तयार छु। यति भनी कमण्डलको पानी ल्याई मद्दी देवीको हात समाती याचक ब्राह्मणको हातमा पानीको धारा बगाई दान दिए। दान दिइसकेपछि वेशसन्तरले भने, मैले
मैले मेरो प्राण समान कि पत्नी मलाई मन नपरेको कारणले दान दिएको होइन। उनी भन्दा पनि अति प्रिय बोधि ज्ञान बुद्धत्व प्राप्त गर्ने आशा र प्रार्थना गरी मैले आफूलाई मनपर्ने पत्नी र छोराछोरीहरू दान दिएको हुँ। यति भन्दै वेशसन्तरले आफ्नी पत्नी मद्दी देवीलाई सोधे, भो मद्दी, तिम्रो मनमा कुनै दुःख लागेको छ कि? आफ्नो स्वामीको बुद्धत्व प्राप्त गर्ने अभिलाषालाई कदर गर्दै मद्दी देवीले दुःख होइन खुसी प्रकट गर्दै यस महान दान कार्यको अनुमोदन गरिन्। यसरी पति पत्नी बीचको सौहार्दपूर्ण वार्तालाप सुनि याचक ब्राह्मण अति नै प्रभावित भएर भन्न थाले, भो वेशसन्तर, यस मद्दी देवीलाई मैले दान लिए पनि हाल मेरो साथमा लाग्ने छैन। यिनलाई अहिले तपाईँको समक्ष नासोको रूपमा छाडेर जाँदैछु। उनी मलाई होइन तपाईँलाई मात्र सुहाउँछिन्। जसरी पानी र शङ्खको वर्ण एउटै छ त्यसरी नै तपाईँहरू दुवैजनाको रूप वर्ण पनि एउटै छ। त्यसैले यस मध्य देवी तपाईँलाई नै भयो। अब यिनलाई कोही याचकहरूको हातमा तपाईँले दान दिन पाउनुहुन्न। तपाईँको दान कार्यबाट दुखी भएका जेतुत्तर नगरवासीले तपाईँलाई नगरबाट निष्कासन गरे पनि तपाईँले आफ्नो दान कार्यलाई त्याग्नु भएन। अझ आफ्नै छोराछोरी समेत दान दिई धर्मचर्या पालन गर्नुभयो। यो अति उत्तम कार्य हो। यसरी नै दान पुण्य कार्य गर्नुहोस्। दान दिने कार्यबाट विचलित नहुनुहोस्। यसरी धैर्य र शुभकामना दिँदै त्यस याचक आफ्नो बाटो लागे। वेशसन्तरका छोराछोरी दान लिएर गएका जुजक ब्राह्मण 15 दिनपछि जेतुत्तर नगर पुगे। हुन त ऊ कलिङ्ग देशमा जान पनि आएका थिए। संयोगवश जुजक ब्राह्मणको मन परिवर्तन भएर ती बालबालिकाहरूका बाजे बजै जेतुत्तर नगरका राजा रानी समक्ष यहाँ जान मन लागेछ। त्यसैले ऊ जाली कुमार र कृष्णजिनीका साथ राजा पताङ्गिरीमा उभिए। राजा सञ्जयले यो कुरा थाहा पाउने बित्तिकै दूत एकजना पठाई जाली कुमार र कृष्णजिनी सहित जुजक ब्राह्मणलाई आफूसामु ल्याउन आदेश दिए। जाली र कृष्णजिनीलाई वेशसन्तर राजकुमारले जुजक ब्राह्मणको हातमा दान दिई पठाएको कुरा थाहा पाए। जेतुत्तर नगरका अमात्यहरूले वेशसन्तरको ठूलो निन्दा र उपहास गरे। तर राजा सञ्जयले राजकर्मचारीहरूलाई आदेश दिई त्यस जुजक ब्राह्मणलाई 1000 रुपैयाँ, हात्ती घोडा ओढ्ने ओछ्याउने आदि दिएकी लिएर रथ दास दासी र बस्नका लागि एक घर समेत गरी जम्मा 100 वस्तुहरू जम्मा गरी पुरस्कार दिन लगाए। अनि आफ्ना प्यारा नाता नातिनी दुवैजनालाई आफूले संरक्षण गरिराखे। यसरी जेतुत्तर नगरका राजा रानी दुवैलाई आफ्ना प्यारा नाति र नातिनीलाई नुहाउन दिई राम्ररी खाना खुवाई भलाकुसारी गर्नमा तल्लीन रहे। ती बालबालिकाहरूले आफ्ना आमा बुबाले जंगलमा कष्टपूर्वक जीवन बिताइरहेको घटना विषयमा वृत्तान्त कुरा सुनाउन थाले। सबै कुरो सुनिसकेपछि राजा सञ्जयले आफ्ना छोरा वेशसन्तरको त्यागमय भावनादेखि आश्चर्यचकित भए। निर्दोष वेशसन्तरको कष्टपूर्वक बिताइरहेको दयनीय जीवनी सम्झँदै राजा सञ्जयमा ज्यादै स्नेह उत्पन्न हुन थाल्यो। आफ्ना धार्मिक छोरा वेशसन्तरलाई देश निकाला गरेकोमा पश्चाताप हुन थाल्यो। उनले सोच्यो, राज्य चलाउन लायक भइसकेका मेरो छोरा वेशसन्तरलाई वनवास होइन राज्यकाज चलाउने जिम्मा दिनु मात्र उचित हुनेछ। यस राज्यमा जति पनि धन सम्पत्ति छन् ती सबै वेशसन्तरलाई नै सुम्पिदिनेछु। मेरा छोरा वेशसन्तरले छिट्टै यहाँ आई राज्य चलाएमा मेरो धेरै बोझ हल्का हुनेछ। यति विचार गरी राजा सञ्जयले मन्त्रीहरू बोलाई यसरी हुकुम भयो, लौ छिट्टै 60,000 सैन्यहरू तयार गरी हात्ती घोडा तयार गर्न लगाई सबै जनताहरू बोलाउनु। हामीले सकेसम्म वेशसन्तरलाई देशभित्र फिर्ता बोलाउन हतार भइसक्यो। त्यसैले जेतुत्तर नगरदेखि बङ्ग पर्वतसम्म राम्ररी बाटो बनाई सजाउने गर्नु। राजाको हुकुम पालना भयो र राजा रानी सहित लाखौं जनताहरूको लावा लस्कर जाली कुमारको नेतृत्वमा बङ्ग पर्वतमा जानका लागि कार्यक्रम बनाइयो। उता घरबाट थुप्रै धन सम्पत्ति र दासीले सम्पन्न भएका जुजक ब्राह्मणले आफ्नो जीवनमा कहिले पनि उपभोग गर्न नपाएको यस आराम र विलासमय जीवन बिताउँदै अति उच्च स्तरको भोजन गर्न पाएकोले होस सम्हाल्न सकेन। उसले अपच हुने गरी ज्यादै भोजन खाई बढी आराम लिन थालेको फलस्वरूप खान नपछि अपच रोगको कारणले उसको तत्कालै मृत्यु पनि भयो। बङ्ग पर्वत जाने कार्यक्रम सुरु हुन थाल्यो। धेरै रमाइलो वातावरणले छाएको थियो। त्यस दिन सबैको अनुहारमा खुसी र हर्षको मुस्कान देखिन्थ्यो। यात्रा सुरु हुँदा बङ्ग पर्वत पुगिसकेपछि त्यहाँबाट आश्रमतिर लाग्ने बेला लावा लस्कर एकैपटक वेशसन्तर समक्ष जान उचित हुने नदेखि राजा सञ्जयले रानी फुसती देवीलाई भने, भो फुसती, हामी सबै एकैपटक आश्रममा गयौं भने
हामी सबैको शोक बढी हुनेछ। त्यसकारण पहिला म जानेछु, केही छिनपछि मात्र तिमी परिवार सबैलाई लिएर आउनु। यदि भनी राजा सञ्जय 2 जना अङ्गरक्षक सहित वेशसन्तर कहाँ गए। आफ्ना पिता राजा सञ्जयलाई अचानक 2 अङ्गरक्षकका साथ देखेपछि अचम्म मानी वेशसन्तर र मद्दी देवी हत्तर पत्तर आसनबाट उठी आफ्ना बुबालाई स्वागत गर्न गए। अभिवादन कार्य सकेपछि दुवै तर्फबाट हर्षको आँसु बहाई कुशल वार्ता गर्दै जाली कुमार र कृष्ण जिनीलाई जुजक ब्राह्मणले वेशसन्तरको हातबाट दान लिएर राजदरबार पुर्याइएको कुरा थाहा पाइसकेपछि अझ हर्ष थपियो। त्यति बेला महारानी फुसदी देवी देखा परिन्। माता फुसदी देवीसँग कुशल वार्ता सुरु भयो। मत्ती देवी भने जाली र कृष्णजिनी पनि आइपुग्नेछन् भन्ने कुरो थाहा पाएदेखि ती 2 बालबालिका आउने बाटोतर्फ मात्र हेरिरहन्। यतिकैमा जाली र कृष्णजिनीहरू पनि कुशलपूर्वक आइरहेका देखि मत्ती देवीले आफ्नो हृदयलाई थाम्न नसकी घभरी आँसु राख्दै मेरा बच्चाहरू भन्दै हतारिँदै बच्चाहरूतर्फ दगुरिन्। छोराछोरीहरू पनि आमा भन्दै हर्षले विह्वल हुँदै एक सासमा हस्याङ फस्याङ गर्दै आमातर्फ हुत्तिँदै आए। यतिकैमा वेशसन्तर राजा सञ्जय र रानी फुसदी देवी पनि दुगुर्दै बच्चाहरूतर्फ पुगे। यो हर्षित मिलनको दृश्यलाई हेरिरहने सबै प्रजागणले मन थाम्न नसकी रोए। अनि सबै राजपुरुषहरूले वेशसन्तरलाई यसरी प्रार्थना गरे, भो वेशसन्तर, तपाईँ नै सिबी देशका मालिक हुनुहुन्छ। त्यसैले तपाईँलाई सञ्जय राजाले यही नै सेतो छत्रले उडाई राज्याभिषेक दिने इच्छा गर्नुभएको छ। कृपया तपाईँले यसलाई स्वीकार गरिदिनुहोस्। राजा सञ्जयले पनि आफ्नो भूल स्वीकारी वेशसन्तरलाई राज्यभार सम्हाल्ने कुरा गरेपछि बोधिसत्व वेशसन्तरले यस कुरोलाई स्वीकारी पर्णशालाभित्र प्रवेश गरे। आफ्नो ऋषि वस्त्र सबै फुकाली पर्णशालाबाट बाहिर आई वेशसन्तरले यस्तो वाक्य प्रकट गरे, अहो धन्य हो यो कुटी, यसमा बसी मैले 7 महिनासम्म रही पारमिताको अन्त्यसम्म बिताउन पाएँ। धन्य हो यो स्थान। यति भन्दै पर्णशालाबाट 3 पटक परिक्रमा गरी पञ्चाङ्ग प्रणाम गरे। अनि हजाम आई वेशसन्तरको कपाल खौराई स्नान गराई अन्त्यतः राम्रा देव वस्त्र लगाउन दिई राज्याभिषेक गराए। यति कार्य सिद्धिएपछि वेशसन्तरको यश महान भयो। सबैले वेशसन्तरको मङ्गल कामना गर्दै शुभकामना व्यक्त गरे। भनिन्छ त्यस बेला मानिसहरू मात्र होइन, जङ्गलका सबै प्राणीहरू, पशु पक्षी र जनावरहरू समेत सबै हर्षले गदगद भए। त्यहाँको वातावरण ज्यादै रमणीय भएको थियो। वेशसन्तरका पिता सञ्जयले 1 महिनासम्म त्यस स्थानमा वन क्रीडा गरे। राजा वेशसन्तरलाई जेतुत्तर नगरमा फर्काउनका लागि 60 योजन मार्ग सजाउन लगाई 2 महिना बिताए राजाहरू जेतुत्तर नगर फर्के। वनमा स्वतन्त्र रूपले जीवन बिताइरहेका पशुपन्छीहरूसँग मैत्रीपूर्वक जीवन बिताएर आएका राजा वेशसन्तरले आफ्नो मुलुक जेतुत्तर पुगिसकेपछि त्यहाँ बन्दीको रूपमा थुनिएका सबै प्राणीहरूलाई मुक्त गरिदिनु भनी आदेश दिए। यसरी बिरालो तहसम्मका सबै प्राणीहरू मुक्त गरिए। त्यस बेला नगरभरि नै विभिन्न अलङ्कारहरूले सजाइएका थिए। ठाउँ ठाउँमा द्वारहरू बनाई ठाउँ ठाउँमा नृत्य कार्यक्रम सञ्चालन गर्दै प्रजागणहरू हर्ष विभोर भएका थिए। नगरमा भित्रिसकेपछि राजा वेशसन्तरले आफू नगरभित्र प्रवेश गरिसकेको कुरा घोषणा गराए। याचकहरूलाई भोलिपल्टदेखि नै दान लिन आउन आह्वान गरेर दान पारमिता पूरा गर्दै आफ्नो जीवन सुखपूर्वक बिताउन सफल भए। धर्मकृति प्रकाशन नेपाल भाषामा किताब थुप्रो उहाँहरूले प्रकाशन गर्नुभएको रहेछ। 139 पुगेको रहेछ। अब यो चाहिँ 2071 सालतिर होला। अब योभन्दा पनि धेरै उहाँहरूले प्रकाशनमा ल्याइसक्नुभयो होला। तपाईँहरूलाई यसरी नै पढ्ने इच्छा छ भने र पढ्ने बानी बसाल्नुभयो भने र पढ्ने बानी र यस्तो सुन्ने बानी अथवा मनन गर्ने चिन्तन गर्ने बानी बसाल्नुभयो भने बुद्ध धर्मप्रति तपाईँहरूको आस्था अझै नै प्रगाढ हुनेछ र विश्वास प्रगाढ भएर आफूलाई पनि आज गएको यस दान पारमिता पुस्तकबाट गएको मैले पढेको
वाचन गरेको जातक भगवान, यो जातक भन्ने चाहिँ भगवान बुद्धको पहिलो जुनिहरूको कथा हो, जसमा चाहिँ भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि 1000 जुनी लिनुभएको भन्ने हाम्रो जातकहरुमा पाउँछौं हैन। हो त्यो 1000 जुनीहरुबाट अनि उहाँले दिनुभएको दानहरु कतिको महिमामय थियो, कतिको गरिमामय थियो भन्ने विषयमा आजको जातकहरु थियो। र आजको जातकहरुमा 10 वटा जातक थियो। अकित्ती जातक 1 नम्बर, 2 नम्बरमा शंखपाल जातक, 3 नम्बरमा कुरुधम्म जातक, 4 मा महासुदर्शन जातक, 5 मा निमी जातक, 6 मा महागोविन्द जातक, 7 मा खण्डहाल जातक, 8 मा शिवी जातक, 9 सस जातक, 10 बेससन्तर जातक गर्दै आज मैले 10 वटा जातकहरु यस दानपारक मितामा उपलब्ध भएको जातक कथाहरु पढेर तपाईहरुलाई सुनाएँ। यो भिडियो पछि पनि उपलब्ध हुनेछ। पछि चाहिँ हाम्रो पेज बौद्ध धर्मसूत्र शास्त्र पुस्तक वाचक पेजमा उपलब्ध हुनेछ। तपाईहरुले त्यस पेजलाई पनि लाइक फलो गरेर पछि पनि यो जातक कथाहरु सुन्न अथवा हेर्न सक्नुहुनेछ। यसरी पढेर चाहिँ मैले चाहिँ तपाईहरुलाई पनि साथसाथै मलाई पनि नेपाली भाषा अथवा नेपाली पढ्नेमा अझै पनि राम्रो पढौं, राम्रो गरौं भन्ने मोटिभेसन भनौं न हैन, प्रेरणा मिलोस् भनेर यो गरेको हो। र साथसाथै पढ्न नसक्नेहरुको लागि अनि काम व्यस्तताले गर्दा पढ्ने यसरी धर्म सुन्न जान नभ्याउनेहरुको लागि पनि काम गर्दा गर्दै पनि हैन यसरी यो भिडियो मार्फत यो भिडियोलाई प्ले गरेर राख्नु भएर, अन गरेर राख्नु भएर, चलाएर राख्नु भएर यसरी धर्मको वाणीहरु, बुद्ध धर्मको वचनहरु, बौद्ध धर्मको सूत्र अनि शास्त्र त्यस्तै पुस्तकहरु को ज्ञान लिने मौका सबैले पाओस् भन्ने हेतुले चाहिँ त्यस्तो विचार राखेर यो पेज बनाएको हो अनि यसरी पढेको हो। म आफै पनि यो पढ्नेमा अझै बानी बसोस्, पढ्ने बानी राम्रो होस् भन्ने स्पेशल चाहिँ यो हो। म आफै पनि धेरै समय पढ्नेमा अथवा अभ्यासमा व्यतीत हैन गर्नु पाऊँ भन्ने एउटा मनसाय लिएर यो कार्य सुरु गरेको हो। यसले तपाईहरुलाई पनि धेरै फाइदा हुन्छ भन्ने मेरो आशा छ भन्दै आजको यो लाइभ भिडियो यही समाप्त गर्न चाहन्छु। भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला। अनि यो मैले पढेको पुस्तकहरुबाट चाहिँ पछि तपाईहरुले सुन्नु भइसकेपछि कसैलाई सुनाउने बेलामा हैन अनि चाहिँ कण्ठस्थ भएर सजिलै तपाईहरुको मनमा, विचारमा र तपाईहरुको मुखार बिन्दुबाट यो कथाहरु सजिलै नै अर्कोलाई सुनाउने बेलामा सजिलै सुरु आउने होला भनेर चाहिँ यो प्रार्थना गर्दै आजको वाचन क्रिया यही समाप्त गर्न चाहन्छु। धन्यवाद। प्रसिद्धले सँगैको सँगै जनाउँदा चिनिम गिद्दमे जनाउँदा गिद्दमे जुद्दमे जनाउँदा जिद्दरङ्गैसे मलाहरु यो छाँचे सुझाउ बर्छमा के बानी बम गोने गोन्दो फेवर जो कर्महरु मार्न कि मासु मेनलो न त्यो चाहिँ छैन दे त सर्व